जाँदैछौँ। यहाँ चाहिँ सुभाष सर र निरु म्याम हुनुहुन्छ, यहाँ म छु, यहाँ अन्सा म्याम हुनुहुन्छ र हाम्रो अरू टिचर्सहरू पनि अगाडि हुनुहुन्छ। सबैलाई देखाउँछु। यहाँ चाहिँ हामी यसरी सबैजना टिचर्सहरू गइरहेछौँ। हामी चाहिँ यता त्यो मौला कालिकाको अपोजिट, मौला कालिका जाने बाटोको अपोजिट डिरेक्सनबाट आइरहेको विजय समुदाय मलाई कलेज जान जस्तो फिल भएर, बिकज मेरो कलेज जाने बाटो यही थियो। म बिहान चिसोमा त्यो नारायणीको छेउमा स्कुटीमा जान्थेँ। कलेज जान्ला जस्तो फिल भएर मलाई, त्यही भएर। हजुर यता चाहिँ हाम्रो मैना दिदी हुनुहुन्छ, हामी सबैको प्यारी दिदी। हामी चाहिँ यहाँ के हो चाँदनी चौक आइपुग्यौँ एन्ड वी आर कन्फ्युज्ड वेयर टु गो। यहाँ प्रस्तुति म्याम भिडियो बनाउँदै हुनुहुन्छ, यहाँ कुकुर छ। अब कमला म्यामको घर गएपछि हेरौँ म्यामको रियाक्सन। अनि हामीले चाहिँ गिफ्ट्सहरू पनि किनेर ल्याएको छौँ, सो त्यो पनि हेर्नु होला ल, बाहिरबाट मात्रै। हाम्रो इन्तजारको घडी फाइनली समाप्त भयो, हामी आइपुग्यौँ कमला म्यामको घर कुञ्ज अर्यालको भातखुवाईमा। हामी चाहिँ आइसक्यौँ। यहाँ चाहिँ हाम्रो सारा म्याम हुनुहुन्छ। वेलकम टु कुञ्ज बाबुको राइस फिडिङ सेरेमनी। यो चाहिँ हाम्रो इन्ट्रान्स, सो लेट्स गो इनसाइड। हेलो सब चाहिँ हामी भित्र जाँदैछौँ। मलाई लाग्छ यस सर, हेलो सर। हाम्रो कोअर्डिनेटर सर हुनुहुन्छ। हजुर नमस्ते है एभ्रिवान, यो क्याटरिङ मेरो हो। वाह, हजुरहरूलाई पनि चाहिएमा सरलाई सम्पर्क गर्नु। द्याट वाज फर फन। नमस्कार सर। नमस्कार। लेट्स गो एन्ड मिट कमला म्याम एन्ड कुञ्ज। कमला म्याम, हाउ आर यु? हेलो सानु। हेलो, थ्याङ्क यू भन्दै एक्जामसम्म आउनु होला भनेको मान्छे थ्याङ्क यू भन्दै तिम्रो लागि आएको नि म, तिमीलाई भेट्नलाई। सबैजना हुनुहुन्छ। विनायक, भोलि के को एक्जाम हजुरको पढ्नु पर्दैन? कमला म्याम कुञ्जलाई लिएर बसिराख्नु भएको छ। दुईजना एकदम राम्रो राम्री देखिराख्नु भएको छ। अब चाहिँ यहाँ बाबुलाई टिका लगाउन गइरहेको छौँ। सो लेट्स सी। हाम्रो सुभाष सरले बाबुलाई टिका लगाउँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो गिफ्ट्स बाबुलाई दिँदैछौँ। बाबुलाई गिफ्ट्स असाध्यै मन पर्यो जस्तो छ। ल ताली। बाबुलाई चाहिँ हाम्रो गिफ्ट मन पर्यो। 1 सेकेन्ड फेरि क्ल्याप गर्नु। सबैजना बाबुसँग फोटो खिच्न जाने गइरहेको छ। सो लेट्स गो देयर एन्ड क्लिक ब्युटिफुल ब्युटिफुल पिक्चर। हेलो 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 हेलो। हाम्रो कुञ्ज बाबु कमला पोखरेल म्यामको छोरा। ल मेरो भाइ, म चाहिँ भाइ भन्छु, म आन्टीहरू म दिदी भन्छु। दिदी हेलो गरिदिनु। कुञ्ज चाहिँ मसँग मस्त बसिरहेको भएको छ, तर उहाँले कुर्सी समाउनु भएको रहेछ पछाडि। कुर्सी किन समातेको? कति क्युट छ नि है, मानिरहेको छ क्या मसँग। मैले सेकेन्ड टाइम भेटिरहेको छु बाबुलाई होइन, त्यो पनि 5 मिनट पास त होइन, 3 मिनट भयो होला। मस्त बसिरह मसँग। नो आफ्टर एक्जाम्स भन्दै थियो कि मेरो चाहिँ भेटिन्छ। लु
गाइस यो चाहिँ हाम्रो भात खुवाईको खाना हामी सबै यहाँ खाँदैछौँ मिठो छ ओहो यहाँ चाहिँ हामी अब खाँदैछौँ उहाँहरू खाँदै हुनुहुन्छ म नि खान्छु अब सो गाइस अब म खाँदैछु सारा म्याम चाहिँ मलाई टिप्स दिइरहनु भएको कसरी भ्लगिङ गर्ने भनेर होइन किनभने सारा म्याम चाहिँ हाम्रो खतरनाक भ्लगर हो कि खतरनाक त्यो सारा म्याम को भनेर सोच्नु होला सारा म्याम चाहिँ उहाँ हुनुहुन्छ यहाँ हुनुहुन्छ नम्बर 1 भ्लगर अफ सनराइज है गाइस सुन टु बी नम्बर 1 भ्लगर अफ नेपाल सबमा खान्छु खाएर भेट होला बाई बाई अब चाहिँ हामी जाने बेला भयो हामी आएर कस्तो फिल भयो त हजुरलाई एकदमै खुसी बाई बाई थ्याङ्क यू ल कुञ्जलाई एकदम राम्रो होस् कुञ्ज एकदम हेल्दी होस् ज्ञानी होस् मेरो आशीर्वाद छ बाई बाई ल गाइस अब चाहिँ हामी घर जान्छौँ अनि सिज अदिति हाल्नु गर ल लेट्स गो नाउ 2 भ्लगर चाहिँ गाइस अब हाम्रो भ्लगमा दुईजना भ्लगरहरू छौँ Guys, this was for today. Hope you liked my vlog. Bye bye.